के बालेन शाहले एक्लैले मेरो मूल जवाब चाहिँ सुन्नुहोस् के एक्लैले अहिले जति ठाउँमा उसले हात हालिराखेको छ जे काम उसले गरिराखेको छ त्यो एक्लैले कति दिन ठेक्छ यो मान्छेले उसले हेपिराखेको अमेरिकनलाई पनि चिडाएकै छ चीनलाई पनि चिडाएकै छ हिन्दुस्तानमा त बौलाइ नै भइसक्यो त्यहाँको मान्छेहरू त्यो चिडाएकै छ यहाँको प्रशासन सिङ्गे चिडाएकै छ ट्रेड युनियनवाला जति सबै चिडाएकै छ खोला मिचेर र सरकारी जमिन मिचेर बसेका देशभरिका यो चाहिँ मै हुँ भन्ने माओवादी खाओवादी र यो चाहिँ नि तपाईँको चाहिँ नि के भन्छ यो 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 जमिन नभएका सुकुम्बासी र हुकुमबासी सबै चिडाएकै छ उसले नचिडाएको को छ अदालत सिङ्गे चिडाएकै छ विद्यार्थी सिङ्गे चिडाएकै छ शिक्षक सिङ्गे चिडाएकै छ विश्वविद्यालय सिङ्गे चिडाएकै यसले नचिडाएको को छ कस्तो खालको मान्छे रहेछ यो लडाइँ गरे पनि त एक गरी बिस्तारै गर्नुपर्छ अल फ्रन्टमा लडाइँ गर्ने एकैताली भन्छ नि यहाँ विद्वानहरूले सबै फ्रन्टमा एकैताली गोली हान्यो यो मान्छे जुन तरिकाले अड्न खोजेको छ भगवान्ले यसलाई अड्ने ताकत दियोस् अड्ने शक्ति बनोस् यस्तो प्रधानमन्त्री भयो भने यस्तो गभर्मेन्ट भयो भने बस 5 वर्षमा उत्पात उल्का हुन्छ देशमा मलाई भित्र मनले भन्नुहुन्छ भने एक प्रकारको खुसी लागेको छ भाइ लिडको लाउने मान्छे एउटा त आयो यो मान्छेले त्यो चोइसमा ठिक निर्णय लियो यो देशको इतिहासमै नभएको हिरो भयो हेर्नुहोस् त न्यायाधीशहरूको गति थुक्क भन्छु म त धिक्कार होस् अहिले त धमाधम एक्सपोज भयो नि त बालेनले त्यो त ठुलो काम गरेको छ नि सेना भनेको राष्ट्रको लागि मर्न र मार्न बनाइएको चिज हो राष्ट्रका सीमा सम्बन्धी मामलामा खिचेको तलमाथि पर्ने बित्तिकै सेनाले आदेश कुर्नु पर्दैन भन्ने भएको भए के हुन्थ्यो तपाईँ एकछिन कल्पना गर्नुहोस् त सेनादेखि बेगर अर्कोलाई दियो भने त्यो फास्ट्याग कहिले पनि बन्दैन यहाँ बसेर भाषण गर्नु एउटा कुरा हो त्यो सेना चाहिँ किन बसेन सीमाना त्यो सेनालाई मात्रै दोष लाउने कुरा पनि होइन के तपाईँ राज्य व्यवस्था नै खराब छ यस मामलामा मैले बालेन शाह चिनेको छैन अहिलेसम्म भेटेको छैन तर म बालेन शाहको विषय बेला बेला यो त बहादुर रहेछ मैले उसँग चिनेर मैले यो भने होइन मैले काम देखेर भने हुँ यो बालेन राम्रो बहादुरै मान्छे रहेछ क्या भनेर 3 वर्ष अगाडि मैले भनेको थिएँ बहादुर मान्छे रहेछ यो भनेर मैले भनेको हो अब त्योभन्दा वीर बहादुर भयो अब अहिले बहादुर मात्रै होइन वीर बहादुर यस्तो ताकतवान यति चाहिँ नि मसहुर यति दृढ यति दह्रो कि त्यो 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 जेपातेले हल्लिने कुरा होइन जो वीरता देखाउनुपट्टि